आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आज चाहिँ विशेष गरेर केही क्वेसनहरूको जवाफ दिन आएको म। टाढाबाट लेख्नुहुन्छ यार तपाईहरु, नबुझेरै। यो एआईको जमानामा, एआईको दुनियाँमा फेक समाचारहरू कति आउँछ के तपाईहरु नबुझेरै टाढाबाट त्यत्तिकै लेखेर मात्रै बस्ने? के भ्रामक समाचार फैलाउन खोज्नु भएको तपाईहरु? ठुलो पल्ट्या छ, फेसबुकमा लेख्या छ, युट्युबमा लेख्या छ। मलाई कुनै डलर कमाउनु छैन फेसबुक युट्युबबाट। म सामान्य काम गरेर खाने साधारण मान्छे हो। सकेसम्म भ्रामक समाचार फैलाउन बन्द गर्नुस्। बन्द गर्नुस् यार। फ्रस्ट्रेट भइसके जनताहरू तपाईहरुको भ्रामक समाचारले गर्दा। देशको जनता युनिटी हुन पाएको छैन। यदि भोलि यस्तै अवस्था रहने हो भने देश कसरी युनिटी भएर 2/3 बहुमत ल्याउन सक्छ सरकारले? थाहा छ तपाईलाई? कुनै पनि सरकारले ल्याउन सक्दैन। अनि राजनीतिक अस्थिरता हुन्छ। फेरि प्रोक्सीवार भन्ने थाहा छ तपाईलाई? अदृश्य हाम्रो दुश्मन जोसुकै देश होस् हैन, हामीलाई दुश्मनै त भन्ने नि है, प्रोक्सीवार गराउने। प्रोक्सीवारको बारेमा तपाईलाई बुझाइदिन चाहन्छु। प्रोक्सीवार भनेको बाहिरीय षड्यन्त्रबाट देशका जनताहरूलाई भड्काएर कुनै भावनात्मक या कुनै रणनीतिक तरिकाले गरिने वार, जुन चाहिँ बाहिरको शक्तिले, त्यसलाई प्रोक्सीवार भन्छ। त्यसो भएको हुनाले यो भ्रामक समाचार फैलाउने काम बन्द गरौँ। यदि तपाईँ सच्चा नेपाली हो भने सत्य समाचारको बाटोतिर हिँडौँ। एकैछिनमा देशको विकास हुँदैन। भर्खरै जेनजीले यत्रो शहादत प्राप्त गरेका छन्। जेनजी युवाहरूले शहादत प्राप्त गरेको, यसलाई त तपाईहरुले अलिकति रिस्पेक्ट गर्नुस् यार। उहाँहरू चाहिँ देशको लागि मरेका छन्। कयौंको आमाको काख रित्तो भएको छ। कयौं प्रेम जोडीहरू छुट्टिएर कहिल्यै नभेटिने गरेर टाढा भइसकेका छन्। यसको लागि त रेस्पेक्ट गरौँ अलिकति। अब केही न केही यो सोशल मिडियाबाट बाहिरबाट लेख्ने केटाहरूको साथीहरूको बारेमा भन्छु ल, नरिसाउनु होला। तपाईँ लेख्न पाउनुहुन्छ, तपाईँ यो देशको नागरिक हो भन्न पाउनुहुन्छ, सबै चिज गर्न पाउनुहुन्छ। तर जे पाए त्यही बिहान उठ्न बित्तिकै केही नसोचेर, केही नहेरेर, कुनै समाचार नहेरेर त्यसरी नलेख्नु न है। सक्दो सेयर गर्नु होला भिडियो, च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। म चाहिँ के क्वेसनहरूको बारेमा भन्छु। यत्रो है, सिंहदरबार जल्यो, अदालत जल्यो र विभिन्न सरकारी कार्यालयहरू जले। कति छन्, कति अनगिन्ती सरकारी कार्यालयहरू जले र पुलिसले त सरेन्डर गरिसकेका थियो। अनि नेपाली सेना